अंशु गेवाली। आज चाहिँ म एकदमै खुसी छु किन भन्दा आज म फर्स्ट टाइम आफ्नै घर गाउँबाट भ्लग बनाउँदैछु। आज चाहिँ हामी रिडी जाँदैछौँ। रिडी भनेको चाहिँ नेपालको 3 इम्पोर्टेन्ट धाम मध्येको एउटा धाम हो, रुरु क्षेत्र धाम। त्यहाँ चाहिँ आज माघे सङ्क्रान्तिको मेला लाग्दैछ। त्यही भएर हाम्रो पुरै गाउँ एउटा ट्रिप बनेर जाँदैछ। चाहिँ म मेरो घर छु, दिस इज माई होम। यो मेरो घर हो। तोरी सुकाएको छ, गाउँ भनेको गाउँ हुन्छ, फुल फुलेको छ। हाम्रो चौपारी, यो चाहिँ हाम्रो मन्दिर गाउँको सबैको। A few moments later. गाडी आएन, गाडी माथि गाडी बोलाउँदा आफूले भ्याउन्न फाइट हुन लाग्यो यहाँ। एकछिन कुर्नु पर्छ, 5 मिनट आत्तिरिन्छ। हाई गर्नु यसो गर्नु क्या हाई। देखो न ये क्या हो रहा है, देखो न। 1 घन्टादेखि गाडी पर्खेछ, छैन गाडी अझै। रोबेट 1.5 घन्टा कुर्यौँ हामीले गाडी। चलेंगे हम गाड़ी में, चलेंगे। A few inches later. झोला क्या हो? खोरो रेडी रेडी। सङ्क्रान्तिको 1 गते ठाकुरदाई हाई गर्नु, हाई ठाकुरदाई। अलि पर गयो दिदीको मान्छे कति धेरै हुनुहुन्छ। तिलमुखे तिल रे जाडै हुनुहुन्छ। मलाई जाडो भयो, घाम लागेर नि जाडो छ। आस्था भनेको आस्था हुन्छ। यस्तै हुनुपर्छ। हेर्नु, यो यत्रो सानो भाइले यस्तो चिसो पानीमा नुहाए, म भने भिडियो गर्दै हिँड्छु। यहाँबाट साथी त भेटिहाल्यो नि। क्यूट बहिनी डिस लगाएर कि अंकल एक आंटी का बैग छोडेर बस्नुपर्छ। क्या हेर्नुको पैसा ही पैसा होगा। यिनी नमुनाहरू हात पाइन्छ अरे मान्छेलाई यहाँ। हेर्नु त्यहाँ क्यामेराम्यानलाई, क्यामेराम्यान जरा इधर फोकस करो क्या। त्यहाँ खोरो छ।
सौरभले सरसफाइ अभियान चलाएको छ यहाँ अनि त्यहाँबाट निकाले त्यही हो फेरि फाल्ने तेरा तो गेम बचाना पड़े हेलो हाम्रो मेरो फोन होइन हामी भेट कति वर्षपछि होइन महिना पछि भेट भयौँ सँगै पढेको हामीले होराइजनमा अनि अर्को कालिकामा गयौँ म क्षितिजमा गएँ अनि भ्याइयो हाम्रो भ्याइयो होइन भेट त भइरहेको छ एकैतिर घर गएको फाइदा एकैतिर धेरै एकैतिर पनि छैन त्यही पनि अब चाहिँ हाम्रो नास्ता खाने टाइम हुँदैछ बस्नु ढकनी ल्याएर खाने हामी ओल्ड ट्रेडिसनल तरिकाले यहाँ के हुँदैछ त्यस्तो दाइ यो के हुँदैछ यहाँ आज मकर संक्रान्ति यानि हाम्रो परम्परादेखि चलिआएको माघे संक्रान्ति मेलामा अनि स्नान गर्ने धर्मकर्म मनमा पापहरू जाने अनजानेमा गरेका गल्तीहरूलाई सुधार गर्दै मन शान्तिको लागि गङ्गा स्नान गर्ने अनि पूजा गर्ने अनि त्यसपछि यो हाम्रो घरबाट आफै बनाएर ल्याएको गाई दुधको ढकनी बनाउने अनि अचारहरू होइन अनि केराउका मन्टादेखि लिएर अदुवा थिचेर चुक राखेर हाम्रो परम्परागत कुराहरूलाई हिँड्दै आउन नसके तापनि परम्परागत कुराहरूलाई चाहिँ हामीले प्रवर्धन गर्दै अझै हामी पुरानै उसमा छौँ अब होटलमा जाने अहिले रोटीहरू खाने अरू खाने परम्परा गर्नुभन्दा यो खानामा पनि राम्रो स्वास्थ्यको लागि पनि राम्रो अनि हाम्रो संस्कृति पनि जोगिने त्यस कारणले हामीले चाहिँ यहाँ बसेर रमाइलो गर्दै खाँदैछौँ राम्रो राम्रो त्यस्तै गर्नुपर्छ हामी जस्तो जेन्जीलाई सिकाउनु पर्छ तिनीहरूले सिक्नु पनि पर्छ हामी हिजो बाल्यकाल हुँदाखेरि यताबाट ढकनी पोको बाह्र हिँड्दै आएर माथि चौरमा बसेर ढकनी खाएर बल्ल नुहाउन आउने हामीले गर्थ्यौँ त्यस्तो पनि बेला थियो एउटा भिनाजु दिदी आउनुहुन्छ अरे पनि देख्नु होइन उनीहरूले हिजै गर्दै टिकटक होइन ब्लग हेर्नु न हिजो मिना दिदी त भन्ने मात्र आउनु न भनेको त आज त आइहाल्नु छ खाना खाइयो हात चुट्नलाई फेरि यहाँ धुन आउनु पर्यो हात चुट्ने हो कि फोहोरो गराउने भन्ने जस्तो छ मुकुल्ला यस्तो पानी मुकुल्ला अरे यो मुलको पानी हो खै होला यसलाई भन्छन् कुलको छोरी मुलको पानी तिम्रो के अरे युट्युब च्यानल कृपाल कोइराला ल यिनको च्यानललाई नि सब्सक्राइब हानिदिने बाफ्रे के ठाउँ हो यस्तो त खाएर सकेर तिलको लड्डु खाँदैछौँ रिडीमा तिलको लड्डु फोटो सेसन हुँदैछ यहाँ हे भगवान गाई गंगा तुलसा शालिकारा हृदयमा प्रकट भइदेऊ हे भगवान अब आमाहरूलाई नचाउनु पर्यो एका देशमा रिडी गर्ने ठाउँ थियो हामी बाल्यकालमा घरबाट आमाहरूले पैसा नहुने पैसा नदिने ढकनी पोको पारिदिएर यति अदुवा थिचेर अनि अदुवा थिचेर चुक लगाएर पोको पारेर हामीलाई दिनुहुन्थ्यो 12-15 जना साथीभाइ सँगै दौडी को चाँडै भन्दै हातमा चप्पल लिएर र त्यो धुलोमा हिँड्नको त्यो बेग्लै मजा त्यो याद यस्तो मजा थियो जिन्दगी रमाइलो थियो त्यही सम्झना आयो आज खाइयो आमाहरू अङ्कल 25 वर्ष अगाडि आएको मेरी प्रियसी हाम्रो के अरे गाउँको लभर्सहरू दुईजना ल एकदम कडा डालेको यो पनि कुरकुरे 40 वाला 50 वाला होइन 40 वाला हो मेरो पछाडि पुलै भाँचेला जस्तो भइसकेको छ
कुरो कस्तो मजाले बगेछ। अब चाहिँ हामी जाँदैछौँ रुरु तालमा, अहिले नयाँ बनेको रुरु तालमा। हेर्नुहोस् त भिड कति छ पुलमा नि, त्यहाँ पनि रुरु तालमा रुरु ताल। फेरि बल्ल आउँदैछ हामी त। एकजनासँग तस्पेर भेटिन्छ सायद। This is रुरु ताल। हाम्रो कृषि के भन्छ कृषि प्रदर्शनी भइरहेछ। हाम्रो मामा नि हुनुहुन्छ कि आउन हाम्रो आउँदाखेरि त्यत्रो मान्छे लास्टमा 2 जना बचेछन्। जानुभयो सब आफ्ना आफ्ना हामी चाहिँ इन्जोय गर्दैछौँ। नरिवल फोर्दै फोरेन यत्तिकै चलाएर खाँदैमा आज 21 वर्ष पुरा भयो। 21 वर्षसम्म आउँदा धेरै परिवर्तनहरू भइसकेका छन्, तर जति हुनुपर्ने हो त्यो भएका छैनन्। म निवेदन गर्न चाहन्छु, जति पनि धर्मावलम्बीहरू हुनुहुन्छ, जो कसै पनि यो मेला भर्न आउँदा हजुरहरू कहीँ पनि कतै पनि, चाहे पाल्पा होस्, चाहे गुल्मी होस्, चाहे सेन्जातर्फ होस्, जुवाको कारणले हजुरहरू एकदम समस्या हुनुभएको छ भने कृपया हामीसँग सम्पर्क राख्नुहोला। त्यस्तो जुवालाई अहिले पोहोरबाट 4 सालदेखि हामीले गुल्मी जिल्लामा पूर्ण रूपमा निषेध गरेका छौँ। त्यसै गरी पाल्पा जिल्लामा पनि हामीले अनुरोध गरेर पोहोर साल हामीले निषेध गरेका थियौँ। पालिका अध्यक्षज्यूलाई हामीले निवेदन राखेका छौँ, कृपया यस रुरु क्षेत्रभरि जुवा प्रतिबन्ध लगाउन उहाँहरूको ठुलो भूमिका हुनेछ। त्यसैले म यस डेस्क मार्फत उहाँहरूलाई विशेष अनुरोध गर्न चाहन्छु। प्याक अप भइसक्यो जाने। मेरो भ्लग त के भयो म बिचमा भ्लग बनाउने बिर्सेँ पुरै बजार घुम्दाखेरि। थर्गेली गुड हरे